बुद्ध दर्शनबाट पनि गुरु आउनु भएको छ तथा सबै यहाँ आमाहरू बुबाहरू तथा मञ्चमा आसीन विराजमान हुनुभएका सम्पूर्ण प्रमुख अतिथि विशिष्ट अतिथि पत्रकारजन सबैमा म साधुभाव नमन अर्पण गर्न चाहन्छु। र विशेष आज नारी दिवस, म त सबैभन्दा आमा दिवस हो आजको दिन भनेको। आमाहरूलाई सधैँभरि हजुरले अरू किन भन्दाखेरि पहिला प्रथममा त म आमाहरूको विशेष सम्बोधन गर्न चाहन्छु, किनकि मेरो घरमा सर्वप्रथम म त्यही पीडाबाट हुर्केर आएको बच्चा हो। किनकि म नजन्मिँदैखेरि मेरो बाबाले अर्को श्रीमती लिएर जानुभएको छ, मोरङ जिल्लामा हुनुहुन्छ। आजसम्म मैले बाबाको माया प्रेम कस्तो पाइएन। तर मेरी आमाले मलाई अर्काको कति एउटा घरमा एकल महिलाको कति प्रब्लम हुन्छ, कति समस्या हुन्छ, त्यही एकल महिला र एउटा नारीले कति सङ्घर्ष गरेर आफ्नो बच्चालाई कसरी चाहिँ कस्तो उच्च स्तरमा पुर्याउन सक्ने रहेछ। अगर त्यही ठाउँमा बाबा भएको भए के हालत हुन्थ्यो राम्रो। त्यो आमाले अर्काको घरमा एक कसैले खान दिने चामल पनि मेरो बच्चाले खान्छ भनेर उसले ल्याएर दिन्थे कि। आमा भनेको त्यस्तो शब्द हो। म आज आमा दिवसप्रति नारी भनेको नारी र पुरुष त भगवान्ले एउटा यो धरतीमा एक, म सबै कोही जातलाई म मान्दैन, जात मेरो लागि कोही जातै होइन। म एक जात भनेको एउटा आमा र एउटा बाबाको जात म मान्दछु। म अरू कुनै जातलाई म मान्दिनँ। हामी जन्म जाएकै हामी क्षुद्रमा जन्मिएका थियौँ। हामी जन्मिँदाखेरि हाम्रो कुनै जात पनि थिएन, धर्म पनि थिएन, केही पनि थिएन। हामी जन्मिएपछि जब हाम्रा आमा र बुबाहरूले हाम्रा फ्यामिलीले के भन्नुभयो, यो तेरो बाउ भनेर चिनाइदियो। अगर त्यो आमाले यो तेरो बाउ भनेको नभनेको भए के थाहा बाउ हो कि होइन, त्यो त हामीलाई थाहा हुने कुरा होइन, त्यो आमालाई नै थाहा हुने कुरा हो। तर कतिपय समाजमा म हेर्दछु, मेरो घर म त्यही संसारमा हुर्किएको हुनाले, किनकि अहिले पनि मेरो मनमा चोट लाग्यो कि त्यो संसारमा हुर्किएको भन्दाखेरि मेरो जन्म एउटा श्रीमती ल्याएर सन्तान उत्पादनको लागि मात्रै मेरो जन्म भएको होइन। र मैले यो धरतीमा आइसकेपछि सम्पूर्ण मेरी आमालाई पनि भन्छु, म आमा तपाईँको पुत्र मात्र भल्ल जन्म दिनुभयो, तर म सबैको छोरा भएर सबै आमा र बुबाको सेवा गर्छु भनेर म घरबाट सप्तरी जिल्लाबाट, हेर्नुहोस् कपिलवस्तु जिल्लामा आएको अहिले 22 वर्ष भयो। तर पनि म अति खुसी छु र मेरो आश्रममा पनि धेरै आमाहरू धेरै हुनुहुन्छ। आज म यहाँ यो स्तरमा पुगेको पनि मलाई आमाले गर्दा हो। किनकि तिनी आमाहरूले मलाई सहयोग नगर्नु भएको भए, प्रेरणा नदिनु भएको भए म आज यहाँ पुग्दैन थिएँ। मेरो सबै आमाहरूप्रति म हृदय भावदेखि टक्राउन चाहन्छु। म हजुरकै छोरा, हजुरकै नाति, हजुरकै छोरा हो। हजुर सबैले गर्दिनँ, म त्यस्तै ठुलो नेता जस्तो भाषण त गर्न आउँदैन, म यसरी माइक समाएर भाषण त्यसरी गर्दैन। तर आज हाम्रो गीता आमाले मलाई बोलाउनु भयो, भन्नुभयो कि आउनु ल गुरुजी भन्नुभएको थियो। तर मैले उहाँलाई भनेको गुरुजी नभन्नु होला, मलाई छोरा भन्नु होला पनि मैले भनेको थिएँ उहाँलाई। जस्तो अहिले पनि हजुरहरू रामदतीवन धाममा गएर हेर्न चाहनुहुन्छ। र म धेरै टाङ जिल्लामा पनि म जाँदाखेरि एउटा घरमा एउटा पुरुषले चाहिँ, म पल्लो घरमा बसिरहेको थिएँ, ओल्लो घरको पुरुषले चाहिँ ड्रिङ्क गरेर बिचरा बिहानदेखि त्यो आमाले कति काम गरेकी हुन्छ होइन, आफ्नो लागि त कहिले पनि सोच्दैनन् आमाले। हेर्नुहोस् त, त्यो आमाले बिहान 4 बजे उठेदेखि